सबैजना मौन धारण गर्दै आदरणीय दाइ पूर्व लोकसभा क्षेत्रमा 4 सौका मान्य मल्लाल ठोक्करज्यू, मुकेश गिरीज्यू, आदरणीय कृष्ण अधिकारीज्यू, जनक भारतीज्यू, सबैजना सभापति महेश चौधरीज्यू, सङ्घका सदस्य सुबोध गिरीज्यू, सङ्घका सदस्य राजकुमार दलामीज्यू, Tôi đọc bỏ chắc hỏi. Tiếp tiếp này. पूर्व राष्ट्रिय फुटबल खेलाडी बाजेहरू फिल खा कारणले राम नाम सत्य Ini bosnya itu. Siapa bosnya bisa jual ni? Apa yang dia?
राजकुमार एकछिन मगरसँग है यहाँ एकछिन मगरसँग एकछिन श्रद्धाञ्जली गर्ने ल सबैजना आइदिनु पर्यो एकछिन सबैजना जीवनीको बारेमा भन्न चाहन्छ हजुरले धैर्य गरेर 1 मिनेटको लागि सुनिदिनु होला अनि एक मिनेटको मौन धारण गरिदिनु होला भन्दै म अनुरोध गर्दछु। म नेपाल मगर सङ्घ रौतहट जिल्लाको अध्यक्ष शेरबहादुर थापा मगर हजुरहरू सम्पूर्ण उपस्थित यहाँ आजको मृतकको चिर शान्तिको लागि यहाँ आउनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र उहाँको जीवनी र उहाँको 1 मिनेटको मौन धारणको लागि हजुरहरूलाई अवगत गराउँदै मध्य प्रदेश रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वार्ड नम्बर 4 डाँडा टोल निवासी स्वर्गीय खड्कबहादुर आले मगर उहाँको जन्म 2026 मङ्सिर 5 गते भएको थियो। उहाँको वैवाहिक जीवनमा बाँधिएपछि उहाँहरूबाट 2 छोराको जन्म भएको थियो। उहाँको कान्छो छोरा वैदेशिक रोजगारको सिलसिलामा विदेशमा भएको कारण उहाँ उपस्थित हुनुभएको छैन। उहाँको जीवन फुटबलको चर्चित खेलाडी हुनुहुन्थ्यो। उहाँलाई रौतहट जिल्लाको पेले नै भनेर चिनिन्थ्यो अनि समाजमा धेरै राम्रो काम गर्ने र समाजसेवी व्यक्ति पनि हुनुहुन्थ्यो। उहाँको जीवनलाई व्याख्या गरेर सकिँदैन र उहाँको 56 वर्षको उमेरमा निधन हुन गयो। यस्ता ज्ञानदार व्यक्ति आज हामीहरूले माझमा हुनुहुन्न। त्यसैले हामी पुरै रौतहटवासी तथा खेलप्रेमी साथै नेपाल मगर सङ्घ सबै दुःखको घडीमा छौँ। त्यसैले उहाँको आत्माको शान्ति पाओस्, स्वर्गमा बासोस् भन्दै उपस्थित हामी सबैलाई हाम्रो चिर शान्तिको लागि 1 मिनेटको लागि मौन धारण गर्न अनुरोध गर्दछु र यो 1 मिनेटको मौन धारणमा समय हेरिन हाम्रो उहाँले भनिदिनुहोस्। सबैले धैर्य गरेर एक मास ल धन्यवाद सबैजनालाई। धन्यवाद। Oh,